हेलो गाइज, सोचेँ आज भरदिन ब्लग बनाउँछु रे। ब्लग त के बनाउनु, कामले गर्दा फुर्सद नभएर दिनमा ब्लग बनाउन सकेन। भरदिन कामै काम। बिहानै उठेँ, अलिकति ट्रेडिङ पढेँ 1-2 घन्टा ट्रेडिङको कोर्स, अनि त्यसपछि गएँ। बाद भरदिन काम रे। सोचेँ जान त धेरै ठाउँ गएँ, थुप्रै ठाउँ घुमेँ, यताउति सोचेँ ब्लगिङ गर्छु, सब थोक हराउँछु, तर पोसिबल भएन आज। के कहिले क्यामेराको अगाडि नबोलेको मान्छे एकैपल्ट क्यामेराको अगाडि आउँदा रे बोल्न लाज लाज जस्तो लाग्छ पुरा। के गरौँ तर भोलिदेखि पक्का भोलिदेखि म आफ्नो ब्लग बढाउँछु क्या। दिनचर्याहरूको म धेरै थोकहरू बिस्तारै बिस्तारै एड गर्नेछु। अहिले त म एकैपल्ट मर्निङमा गरेँ, अनि अहिले 10 बजे राति गरिरहेको छु। हस्त भोलिको ब्लगमा म अहिले मेरो ठुलो ब्लग हुनेछ, लङ भिडियो हाल्छु। हस्त धन्यवाद। 10 बजिसक्यो। अब म फेरि ट्रेडिङको कोर्स गर्छु, 1-2 घन्टा पढ्छु, अनि फेरि सुत्छु। मर्निङमा उठ्छु, काम छ धेरै। हस्त गाइज, गुड नाइट।